दृश्यमा देखिएका दुई हात्ती इभा कली र ल्याम्हो कली हुन्। देख्दा लाग्न सक्छ यी दुई हात्ती निकै बलिया र हट्टाकट्टा छन्, तर वास्तविकता भने फरक छ। यी दुई हात्ती बिरामी हात्ती हुन्। आँखाले देख्दा त बिरामी हुन् भनेर विश्वास पनि लाग्दैन, तर यी हात्तीका विगत निकै कहाली लाग्दा अनि केही आशा लाग्दो पनि छ। नवलपुरको कावासोती नगरपालिका 15 टाइगर टप्स थारू लजको हाताभित्र यी दुई हात्ती रहँदै आएका छन्। यहाँ आएको करिब 1 वर्ष पुग्नै लाग्यो। यसअघि यी हात्ती चितवनको खैरहनी नगरपालिकामा थिए। यी दुई हात्ती विगत 6 वर्षदेखि उपचाररत रहेका छन्। उपचार अनि मानवीय व्यवहार र स्याहार सुसारकै कारण मृत्युको मुखमा पुगेका यी हात्तीले नयाँ जीवन पाएका हुन्। इभा कली र ल्याम्हो कलीले लामो समय सौराहामा पर्यटकहरू घुमाए। हात्ती चढेर जंगल सफारी गर्न चाहनेहरू धेरैलाई यिनले निकुञ्ज घुमाएका छन्। जब यी बिरामी परे यिनको जीवन कष्टकर बन्यो। उपचार त परैको कुरा, यिनका मालिकले यिनको खानपान स्याहार सुसार गर्न छाडे। सांग्लाले बाँधेर राखियो अनि यिनको मृत्यु कुरेर बसे। जब जनावरका लागि आवाज उठाउने अभियन्ताको आँखा यसमा पर्यो, त्यसपछि यी दुईको नयाँ जीवन शुरू भयो। स्ट्यान्ड अप फर इलाफेन्ट हात्तीका लागि उठौ नामक गैर सरकारी संस्थाले हात्तीका लागि टाइगर टप्स थारू लजको करिब 6 बिघा जग्गा भाडामा लिएर इभा र ल्याम्होको उपचार रेखदेख सबै गर्दै आएको छ। पशु चिकित्सक सहितको टोलीले दैनिक रूपमा नियमित टाइम टु टाइम हात्तीको औषधि उपचार, स्याहार सुसार, खानपान सबैको मेसो मिलाउने गर्दछ। संस्थाका कार्यक्रम सहसंयोजक डेभिड टासी लामाका अनुसार ल्याम्होको खुट्टामा घाउ भएर हिँड्नै नसक्ने अवस्थामा उद्धार गरिएको थियो। इभा बान्ता गर्ने र खाएको पेटमै नअडिने समस्या थियो। उहाँका अनुसार हात्तीले बान्ता गर्दैनन्, तर इभाले खाएको पेटमा नअडिने एकनासै बान्ता गर्ने गर्थिन्। यी दुई बिरामी भई पर्यटक घुमाउन नसक्ने अवस्था भएपछि यिनका मालिकले सांग्लोले बाँधेर निकै दर्दनाक अवस्थामा राखेको पाएपछि उद्धार गरेर 5 वर्ष खैरहनीमै उपचार गर्ने काम भयो। त्यहाँ हात्तीका लागि क्षेत्रफल थोरै भएपछि उपयुक्त ठाउँ खोज्ने क्रममा नवलपुरको अमलटारीमा फेला पारेको र अहिले करिब 1 वर्षबाट यिनीहरू यही रहेको लामाले बताउनुभयो। प्रशस्तै जग्गा, नजिकै जंगल पनि, वरपर बस्ती पनि कम रहेका कारण यहाँको वातावरण र वरपरको माहौल हात्तीका लागि उपयुक्त रहेकोले इभा र ल्याम्हो यहाँ ल्याइएको लामाले जानकारी गराउनुभयो। संस्थाको मुख्य उद्देश्य भनेको हात्तीलाई खुला रूपमा आफ्नै तरिकाले बाँच्न दिनुपर्छ, सांग्लोले बाँधेर राख्नु हुँदैन, उनीहरूलाई जंगल सफारीमा प्रयोग गर्ने, पिट्ने काम गर्नु हुँदैन भन्ने रहेको उहाँको भनाइ छ। इभा र ल्याम्होबाट यस कार्यक्रम समेत सफल देखिएको उहाँले बताउनुभयो। हामीले हात्तीलाई सांग्लोले बाँध्दैनौ, कुटपिट गर्दैनौ, सानो बच्चालाई जसरी स्याहार सुसार गर्छौं। अहिलेसम्म उनीहरूले कुनै पनि प्रकारको हानि नोक्सानी दिएका छैनन्। हामी यही सन्देश सबैलाई बाँड्न चाहन्छौं, लामाले भन्नुभयो। हात्तीको रेखदेखका लागि यहाँ 4 जना माहुते रहनु भएको छ। माहुते रामबहादुर कुमारले विगत 4.5 वर्षदेखि इभा र ल्याम्होको रेखदेख र स्याहार सुसार गर्दै आउनु भएको छ। उहाँ भन्नुहुन्छ, समयमै उद्धार नभएको भए यी दुई हात्ती उहिल्यै मरिसक्थे। अहिले त मोटाएर राम्रो भएका छन्। ल्याम्हो अहिले हिँड्न सक्ने भएको छ। इभाले पनि अहिले राम्ररी खान्छ, उल्टी गर्दैन। यिनको स्याहार सुसार गर्दा गर्दा अब त बानी परिसक्यो। अहिलेसम्म कुनै प्रकारको असुरक्षित महसुस भएको छैन, कुमारले भन्नुभयो। खाना खाने, औषधि खाने, सुत्ने, जंगल जाने, सरसफाई गर्ने अनि तालिम दिने सबैको समय तोकिएको छ, निश्चित गरिएको छ। सोही अनुसार यिनलाई रेखदेख गर्ने गरेको कुमारको भनाइ छ। नवलपुरमा संस्थाले सबै प्रकारको प्रक्रिया पूरा गरेर काम गरिरहेको कार्यक्रम संयोजक सुजन अमात्यले बताउनुभयो। संस्थाले विशेष गरी चितवनमै स्थायी रूपमा काम गर्ने बताउँदै अमात्यले नवलपुरमा भने संस्था अस्थायी रहेको जानकारी दिनुभयो। हात्तीको संख्या चितवनमा धेरै भएको कारण चितवनमै कार्यक्षेत्र रहने उहाँको भनाइ छ। यहाँ इभा र ल्याम्होका लागि उचित वातावरण खोज्दै आइपुगेको उहाँले बताउनुभयो।